नमस्ते सबैलाई। आज हामी आइएनआइसिटी जुन इन्डियाको लागि हामीले एमडिएमएसको अथवा एमडिएसको भर्नाको लागि भर्ने नेपालीले भर्ने जुन फर्मको प्रक्रिया छ त्यो फर्म कसरी भर्ने त भनेर हामीले आज हेर्न गइरहेको छौँ। सुरुमा हामीलाई थाहा हुनुपर्छ इम्पोर्टेन्ट डेटहरू है त। अब यसमा पनि हाम्रो यो एम्सको नै नोटिस आएको त्यो मध्येबाट मैले यहाँ स्क्रिनसट लिएर अहिले हामीले हेरिरहेछौँ। सुरुमा यसमा एउटा बेसिक रजिस्ट्रेसन भन्ने कुरा आउँछ। रजिस्ट्रेसन एन्ड बेसिक इन्फर्मेसन भनेर यहाँ लेखेको छ। बेसिक रजिस्ट्रेसन यो गर्नलाई चाहिँ हाम्रो मार्च 10 देखि है अप्रिल 15 यो बीचको समय दिएको छ र त्यो सिद्धिएपछि बल्ल अनि हाम्रो यो फाइनल रजिस्ट्रेसन र त्योभन्दा अगाडि हाम्रो एक्जामिनेसन युनिक कोड यो जेनेरेट गर्नुपर्ने भन्ने हुन्छ। यो के हो भनेर हामी पछिको उसमा हेरौँला हैन। यसलाई पनि हामीले सजिलो गर्ने पछि यदि तपाईहरुलाई योमा पनि गाह्रो भयो भने त्यो पनि हामी गरौँला। यसमा खासै समस्या छैन। मेन कुरा हाम्रो मार्च 10 देखि सुरु हुँदो रहेछ, अप्रिल 15 सम्म हामीले चाहिँ यो फर्मको भरिसक्नु पर्दो रहेछ। तर के छ भन्दाखेरि हामीले अनलाइन रजिस्ट्रेसनको लागि अब दुईवटा प्रक्रिया छ। यसपछि के गर्ने त भन्ने कुरा यति हामीले थाहा पायौं है। अब यता हेरौँ के गर्ने। सुरुमा हाम्रो यो वेबसाइट छ mdmsmcs.emsexams.ac.in। यसमा गएर चाहिँ अब तपाईहरुले यो लिंकमा जाने बित्तिकै तपाईहरुले यस्तो देख्नुहुन्छ है त। तपाईको स्क्रिन अगाडि यो आउँछ, एउटा न्यू रजिस्ट्रेसन जोन भन्ने देखिन्छ। न्यू रजिस्ट्रेसनमा चाहिँ अब यो जो मान्छेले आजसम्म कुनै पनि एम्सको एमडिएमएस अथवा एमडिएस एक्जाम दिनु भएको छैन त्यस्तो क्यान्डिडेटले चाहिँ क्लिक यहाँ गर्ने है। यहाँ जुन क्लिक हियर न्यू रजिस्ट्रेसन भनेको छ, अथवा यदि तपाईहरुले यो भन्दा अगाडिको पनि आइएनआइसिटी दिनु भएको थियो त्यसमा सिलेक्सन भएको थिएन र यो पालि अझ दिनुहुन्छ भने चाहिँ तपाईहरुले न्यू रजिस्ट्रेसन गर्नु परेन। अलरेडी तपाईहरु रजिस्टर्ड हुनुहुन्छ भने तपाईहरुले त्यही रजिस्ट्रेसन आइडी र पासवर्ड युज गरेर लगइन गर्न सक्नुहुन्छ। तपाईले यो बेसिक रजिस्ट्रेसनको प्रोसेसमा अगाडि बढ्नु परेन है त। अब यदि तपाईहरुले यो नयाँ हुनुहुन्छ र यो क्लिक हियरमा क्लिक गर्नुभयो भने त्यसपछि के आउँछ त भन्दा तपाईहरु एउटा यस्तो पेज देख्नुहुन्छ जसमा के भन्छ तपाईहरुलाई यो एप्लिकेसन भर्नु भन्दा पहिला चाहिँ के चाहिन्छ भनेर देखाउँछ है। एउटा भ्यालिड इमेल आइडी चाहियो, मोबाइल अथवा फोन नम्बर चाहियो। यो चाहिँ इन्डियन फोन नम्बर भनेर भनेको हो। अब तपाईहरु नेपालमा हुनुहुन्छ, इन्डियन फोन नम्बर छैन भने साथीभाइ कोही चिनजानको हुनुहुन्छ भने उहाँको फोन नम्बर युज गर्दा हुन्छ। जे इन्फर्मेसन फोनमा आउँछ त्यो सबै इन्फर्मेसन चाहिँ इमेल आइडीमा पनि आउने भएको भएर त्यो फोन नम्बर हामीले जस्ट यहाँ यो बेसिक रजिस्ट्रेसनलाई कम्प्लिट गर्नलाई मात्रै चाहिने हो है त। त्यो अब मेरो होइन, कुनै त्यसमा मेन इम्पोर्टेन्ट कुनै इन्फर्मेसन आउला र छुट्ला भन्ने त्यस्तो केही पनि छैन। अथवा तपाईहरु मेडिकल कलेजबाट पढ्दाखेरि तपाईहरुको जुनियर अथवा सेम ब्याचको कोही साथीहरु हुनुहुन्थ्यो भने त्यो मोबाइल नम्बर पनि अभियसली युज गर्न मिलि नै हाल्यो। त्यो बाहेक तपाईको आफ्नो एउटा आइडी है। अब आइडी भनेको हाम्रो पासपोर्ट हुन सक्यो अथवा ड्राइभिङ लाइसेन्स हुन सक्यो, एनएमसी को रजिस्ट्रेसन कार्ड हुन सक्यो, एनएमसी को आइडी कार्ड हुन सक्यो, यो सबै हुन सक्यो। अर्को तपाईहरुको एउटा फोटो चाहियो है। त्यसपछि तपाईहरुले सिग्नेचर गरेको त्यो चाहियो र एउटा तपाईहरुको थम्बको इम्प्रेसन, त्यो थम्ब चाहिँ लेफ्ट थम्बको इम्प्रेसन चाहियो। यति कुरा चाहियो भने यति कुरा तपाईहरुसँग सबै कुरा रेडी बनाउनुहुन्छ भने देन अझै अगाडि जाने यस्तो एउटा पेज देखिन्छ र त्यसमा पनि प्रोसिड गर्यो भने यो सबै चाहिँ के प्रोसिड्युर हुन्छ भनेर जस्ट सर्टमा लेखेको फ्लो चार्ट मात्रै हो। त्यसपछि पनि अगाडि बढ्नुहुन्छ भने तपाईहरुको यो पर्सनल डिटेलहरु भर्ने ठाउँमा आउँछ। अब अभियसली सबै कुराहरु चाहिँ तपाईहरुको आफ्नो डेटाहरु भर्नु पर्यो। अब तपाईहरुको हाम्रो के छ त भन्दाखेरि नेशनलिटी भन्ने ठाउँमा चाहिँ अब हामीले अदर राख्नु पर्यो। हामीले फरेन नेशनल हो है। अनि त्यो बाहेक चाहिँ अर्को एकदम इम्पोर्टेन्ट कुरा भनेको यो आइडी प्रुफ भनेर जुन यहाँ लेखेको छ, यो आइडी प्रुफ चाहिँ इम्पोर्टेन्ट छ है त। अब यो आइडी प्रुफमा चाहिँ के हुन्छ, पासपोर्ट छैन बनाएको छैन भनेपछि हामीले आइडी प्रुफमा यो सबै कुराहरु चाहिँ राख्न मिल्छ है। अब यो मध्ये एउटा पासपोर्ट भइ नै हाल्यो। अब तपाईहरुको प्यान कार्ड यो पनि राख्न मिल्छ है। मेडिकल काउन्सिलमा रजिस्टर्ड आइडी कार्डहरु छ भने यसबाट यो पनि राख्न मिल्यो। ड्राइभिङ लाइसेन्स छ भने यसबाट पनि गर्न मिल्यो। भोटर कार्ड छ भने त्योबाट पनि तपाईहरुले यसलाई राख्न मिल्यो। प्लस त्यो आइडी नम्बरहरु राखेर त्यसलाई कम्प्लिट गर्ने हैन। यति गरिसकेपछि अर्को एउटा हाम्रो मुनि आउँछ यो एड्रेस लेख्दाखेरि पिन कोडको कुरा आउँछ। पिन कोड चाहिँ हामीले नर्मल्ली पनि गुगलमा पिन कोड अफ तपाईहरु बसिरहेको लोकेसनको पिन कोड भनेर हान्नु, केही न केही त्यहाँ पिन कोड देखाउँछ, त्यही पिन कोड हो। अब यसमा चाहिँ 6 डिजिट पुग्नु पर्ने हो भने चाहिँ इनिशियली एउटा 0 राखेर बाँकी पिन कोड जे गुगलमा आएको छ त्यो राख्यो भने यो कम्प्लिटली तपाईहरुको यो बेसिक रजिस्ट्रेसनको पार्ट चाहिँ कम्प्लिट हुन्छ है। र त्यसपछि जुन अघिको तपाईहरुले फोटो खिचेको फोटो, सिग्नेचर र लेफ्ट थम्ब
थम्बको इम्प्रेसन हैन त्यो के गर्ने भन्दाखेरि लेफ्ट थम्बमा चाहिँ अब तपाईहरुले ल्याप्चे लाउने त्यसमा थिचेर एउटा ब्ल्याङ्क व्हाइट पेपरमा त्यो ल्याप्चे लाएर त्यसलाई चाहिँ फोटो खिच्ने हैन एकदमै धेरै लतपत भएको हुनु भएन मजाले तपाईहरुको फिंगरप्रिन्ट देखिरहेछ भने त्यसलाई तपाईहरुले फोटो खिचेर यो सबैलाई रेडी पार्ने र त्यसलाई अपलोड गरिसके भने त्यसपछि स्टेप 3 मा आउँछ तपाईहरुको बेसिक रेजिस्ट्रेसन चाहिँ कम्प्लिट भयो अब त्यो रजिस्ट्रेसन कम्प्लिट भएको पेजलाई चाहिँ तपाईहरुले डाउनलोड गर्नुपर्ने हुन्छ सो त्यो पेज डाउनलोड गरे भने तपाईहरुको बेसिक रजिस्ट्रेसन फर्म चाहिँ कम्प्लिट भयो एउटा कुरा तपाईसँग आयो है त अब इट विल हार्डली टेक तपाईहरुले सबै गरेर फोटो पनि खिच्या छैन केही पनि छैन सबै गरेर पनि तपाईहरुको 20-30 मिनेटमा त यो सबै भ्याउँछ है त त्यसपछि तपाईहरुले के गर्ने त भन्दाखेरि नेक्स्ट अब अर्को हामीलाई अब डकुमेन्टको कुराहरु चाहियो अरु डकुमेन्ट के चाहिन्छ त भन्दाखेरि एउटा हाम्रो एनओसी चाहियो एउटा पुलिस क्लियरेन्सको फर्म चाहियो र अर्को चाहिँ हाम्रो यो जुन मिनिस्ट्री अफ फरेन अफेयर जुन छ त्यसबाट पनि एउटा नो अब्जेक्सन बनाउनु पर्ने हुन्छ यो भनेको चाहिँ हाम्रो त्रिपुरेश्वरमा भएको काउन्सिलर अफिसबाट बनाउँछौं है त अब जुन हाम्रो यो सुरुको एनओसी छ है यो एनओसी चाहिँ हामीले मिनिस्ट्री अफ एजुकेसन हैन मिनिस्ट्री अफ एजुकेसन साइन्स एन्ड टेक्नोलोजी त्यहाँबाट लिनुपर्ने हुन्छ यसको यो वेबसाइटमा गएर यदि तपाईहरुले प्रोफाइल बनाएर रजिस्टर गरेर त्यसपछि एनओसी लाई एप्लाई गर्न सकिन्छ एकदम सिम्पल प्रोसेस छ त्यस्तै पुलिस क्लियरेन्सको लागि पनि यो वेबसाइटमा गएर मज्जाले पुलिस क्लियरेन्सलाई पनि एप्लाई गर्न सकिन्छ है अथवा यो तपाईहरुले दुईटै यो छैन गर्नुपर्ने भनेपछि हाम्रो जुन नागरिक एप छ त्यो नागरिक एपमा चाहिँ तपाईहरुको अब अलरेडी हुनुहुन्छ भने त्यो नागरिक एप खोल्ने नागरिक एपमा खोलिसकेपछि एउटा यस्तो हामीले त्यहाँ देख्न सक्छौं नागरिक एपमा त्यसमा यहाँ एउटा पुलिस क्लियरेन्स भनेर लेखेको छ यसमा थिचेर पुलिस क्लियरेन्स रिपोर्ट एप्लाई गर्न पाइन्छ एनओसी यसमा तपाईहरुले क्लिक गरेर एनओसी एप्लाई गर्न पाउनुहुन्छ यो एनओसी चाहिँ अब तपाईहरुले आज एप्लाई गर्नुभयो भने जे होस् 2 अथवा 3 दिनमा तपाईको मोबाइलमा मेसेज आउँछ त्यो मेसेजले चाहिँ तपाईलाई यो दिन यति बजे आउनु होला भनेर तपाईहरुको जहाँबाट हाम्रो यो एनओसी दिन्छ त्यहाँ बोलाउँछ त्यहाँ गइसकेपछि तपाईहरुलाई के कुरा लिएर आउनु भनेर सबै भनेको हुन्छ सिटिजनशिप अहिले तपाईहरुले ब्याचलरको ट्रान्सक्रिप्ट यस्तो कुराहरु चाहिँ लिएर जानुपर्ने हुन्छ र त्यहाँ गयो भने तपाईहरुलाई एनओसी को लागि 2000 पे गर्नुपर्ने हुन्छ है सो 2000 पे गर्नुपर्ने हुन्छ अहिले सम्मकोमा हामीलाई पैसा लागेको डाइरेक्टली देखिने भनेको यो हो यो 2000 पैसा त्यहाँ हामीले अनलाइन नै पे गरिसके भने त्यसपछि एनओसी डाउनलोड नै गर्न मिल्छ यही नै आउँछ डाउनलोड गर्न मिल्छ त्यो डाउनलोड गरेर प्रिन्ट गराउने हो त्यस्तै पुलिस क्लियरेन्सको पनि तपाईहरुलाई यही नै आउँछ पुलिस क्लियरेन्स पनि डाउनलोड गर्ने लिन जानु परेन है सो यति गरे भने अब तपाईहरुसँग एनओसी पनि भयो पुलिस क्लियरेन्स पनि भयो यो दुईटैलाई हार्डली 2-3 दिन जस्तो लाग्छ सो तपाईहरुलाई 2-3 दिन अगाडि गर्यो भने यो आज गर्नु हो भने तपाईको केही दिनमा 2 देखि 3 दिन पछाडी आउँछ है त सो तपाईहरु काठमाडौँ भ्याली बाहिरबाट आउनु हुँदैछ भने पनि नि काठमाडौँ आउनु भन्दा 2-3 दिन अगाडि चाहिँ यो एप्लाई गरिदिनु हो भने तपाईहरुलाई सजिलो नेक्स्ट अब तपाईहरुको यो एनओसी पनि भयो पुलिस क्लियरेन्स पनि भयो भने त्यो दुईवटै तपाईहरुको डकुमेन्ट प्लस आफ्नो नागरिकताहरु लगेर त्यसपछि चाहिँ तपाईहरुले डिपार्टमेन्ट अफ काउन्सिलर अफिस त्रिपुरेश्वरमा जाने त्यहाँ गइसकेपछि तपाईहरुले भाउचर काटेर 500 को यो एनओसी र पुलिस क्लियरेन्सको रिपोर्ट यो सबै तपाईहरुको बुझाएपछि के गर्ने त भन्दाखेरि तपाईले त्यहाँ गएर अब यो इन्डियाको एक्जामको लागि भनेर एउटा अर्को उनीहरुले एनओसी बनाइदिन्छ यसको लागि चाहिँ एकछिन पर्खनु पर्ने हुन्छ एउटा ठाउँमा तपाईहरुले यो डकुमेन्ट सबमिट गर्नु हो भने है 1 देखि 2 घण्टाको पछाडी चाहिँ त्यसपछि तपाईहरुलाई एउटा यो मिनिस्ट्री अफ फरेन अफेयर काउन्सिलर अफिसबाट एउटा अर्को एनओसी बनाएर पठाइदिन्छ जसमा चाहिँ तपाई एक्जाम दिनको लागि इन्डिया जानु हुँदैछ भनेर लेखेको हुन्छ अरु खासै केही पनि हुँदैन यति एमओएफए मा यो पनि बन्यो भने अब यो तपाईको सबै तपाईको डकुमेन्ट पार्ट चाहिँ रेडी भयो है त अब त्यसपछि के गर्ने त भन्दाखेरि अब त्यो जे अहिलेसम्म तपाईहरुले डकुमेन्ट पाउनु भयो अब त्यसलाई चाहिँ फोटोकपी गरेर नोटरी गरेर बुझाउन मात्रै काम बाँकी के चाहिन्छ त डकुमेन्ट हेरौं है त सो सुरुमा जुन अघि तपाईले बेसिक रजिस्ट्रेसन गरिसकेपछि जुन फर्म डाउनलोड गर्नु भएको थियो त्यो फर्मलाई चाहिँ 4 कपी हामीले बनाउनु पर्यो है जस्तो 4 कपी प्रिन्ट गर्नु पर्यो सो बेसिक रजिस्ट्रेसनको यसको 4 कपी हुने भयो है नेक्स्ट अब अर्को हाम्रो के चाहियो तपाईको ब्याचलर लेभलको ट्रान्सक्रिप्ट चाहियो हैन ट्रान्सक्रिप्ट चाहियो अब यसमा अर्को कुरा के छ त भन्दा यसमा हाम्रो फर्म भर्दाखेरि पनि कति पर्सेन्टेज भनेर लेख्नु पर्ने हुन्छ 72 73 यसरी है जीपीए यस्तोहरु चाहिँ चल्दैन सो यदि कुनै युनिभर्सिटीमा त्यस्तो पनि थियो बाहिर पढेको भनेपछि त्यसमा क्लियरली पर्सेन्टेज मेन्सन गरेको छैन भने त्यो पनि तपाईहरुले मेन्सन
कम्प्रिहेन्सन गर्नको लागि त्यसलाई कन्भर्ट गर्नुपर्ने इक्विभ्यालेन्ट बनाउनु पर्ने हुन्छ है। सो ट्रान्सक्रिप्ट एउटा, त्यसपछि त पास सर्टिफिकेट भनेको चाहिँ प्रोभिजनल अथवा जुन हाम्रो यो ग्रेजुएसनको दिन युनिभर्सिटीले दिन्छ त्यो युनिभर्सिटीको त्यो सर्टिफिकेट र लास्टमा एउटा क्यारेक्टर सर्टिफिकेट है त। यो तीनटाको चाहिँ एक कपी गर्ने, तीनटै चाहिँ नोटराइज चाहिँ गर्नुपर्ने हुन्छ। अर्को जुन हाम्रो काउन्सिल रजिस्ट्रेसनको जुन हाम्रो सर्टिफिकेट छ त्यसलाई पनि एक कपी फोटोकपी गराएर त्यसलाई पनि नोटरी गर्नुपर्ने हुन्छ। नेक्स्ट अब सिटिजनसिप सर्टिफिकेट भनेर भनेको छ। सिटिजनसिप सर्टिफिकेट चाहिँ अब हाम्रो नागरिकताको पछाडिमा इङ्ग्लिसमै लेखेको भए तापनि यदि नागरिकता बुझाउने हो भने चाहिँ नागरिकतालाई अङ्ग्रेजीमा अनुवाद गरेर है त इङ्ग्लिस ट्रान्सलेसन गरेर त्यसपछि त्यसलाई नोटरी गराउनु पर्ने हुन्छ, जुन चाहिँ अलिक महँगो पनि झन्झटिलो पनि हुन्छ। अब यदि होइन तपाईँसँग पासपोर्ट छ भने चाहिँ पासपोर्टलाई फोटोकपी गरेर नोटरी गर्न सजिलो, त्यो गर्दा हुन्छ। छैन पासपोर्ट भनेपछि फरक परेन, तपाईँहरूको सिटिजनसिपलाई पनि इङ्ग्लिस ट्रान्सलेसन गरेर नोटरी गरिदिनुहुन्छ है त। सो एउटा एक कपी त्यसको चाहियो। त्यसपछि जुन अघि हामीले मिनिस्ट्री अफ एजुकेसनबाट पाएको एनओसी थियो त्यसको 4 कपी फोटोकपी अथवा तपाईँले प्रिन्ट के गर्नुभएको छ त्यसैलाई नोटरी गराउने। नेक्स्ट मिनिस्ट्री अफ फरेन अफेयर, त्यसको पनि तपाईँहरूले हामीले जुन त्रिपुरेश्वरबाट लिएको थियो कन्सुलर अफिसबाट त्यसको पनि 4 कपी, चारैवटा नोटराइज हुनु पर्यो। र त्यसपछि पुलिस क्लियरेन्स जुन सर्टिफिकेट हामीले लिएको थियौँ अनलाइनमा एप्लाई गरेर त्यसको पनि 4 कपी, चारैवटा नोटराइज गर्नु पर्यो है त। यो रङ्गिनै कलर नै प्रिन्ट हुनुपर्छ भन्ने केही पनि छैन। एउटा तपाईँहरूले कलर प्रिन्ट कुनै पनि नगराएर तपाईँहरूले सबैलाई 4वटा एउटालाई प्रिन्ट गराएर 3वटा फोटोकपी गर्दा हुन्छ है। नेक्स्ट अब त्यसपछि यति कुरा भइसक्यो भने अब कसरी बुझाउने त भन्दाखेरि यो सबैको एकवटा राखेर चाहिँ एउटा सेट बनाउने। र यहाँ 1, 5, 6 and 7 भनेछ। एउटा एप्लिकेसन फर्म, एउटा एनओसी मिनिस्ट्री अफ एजुकेसनको, एउटा एनओसी मिनिस्ट्री अफ फरेन अफेयरको र एउटा चाहिँ हाम्रो पुलिस क्लियरेन्स रिपोर्ट, यसरी राखेर चाहिँ तपाईँहरूले अरू 3वटा सेट बनाउने र यसलाई चाहिँ लगेर हाम्रो इन्डियन एम्बेसीमा बुझाइदिनु पर्ने हुन्छ। कहिले हुन्छ त भन्दाखेरि अब इन्डियन एम्बेसीमा चाहिँ स्याटरडे सन्डे बिदा हुन्छ, त्यही भएर मन्डे टु फ्राइडे है। सो मन्डे टु फ्राइडे जानु पर्यो। कति बेला 10 बजेदेखि 1 बजेको बिचमा त्यति बेला गएर चाहिँ तपाईँहरूले सबमिट गरिदिनु पर्ने हुन्छ। अब यो डकुमेन्ट चाहिँ तपाईँहरूको एम्बेसीले उता एम्समा पठाउने भएको भएर फिजिकल कपी। अब जस्तै जुन हाम्रो लास्ट डेट अफ बेसिक रजिस्ट्रेसन अप्रिलको 15मा थियो भने त्यो लास्टमा 14मा 15मा चाहिँ बुझाउने गरी नकुर्नु होला। कहिलेकाहीँ त्यो फेरि पठाउन उनीहरूले ढिलो गर्यो भने तपाईँहरूको फर्म चाहिँ रिजेक्ट हुन सक्ने हुन्छ। त्यही भएर सकेसम्म 1 हप्ता अगाडि जस्तो चाहिँ यस्तो यो सबै प्रक्रियाहरू कम्प्लिट गरिदिनु भयो भने अनि हाम्रो यो बेसिक रजिस्ट्रेसनको पार्ट कम्प्लिट हुन्छ। नेक्स्ट यसपछि चाहिँ अब हाम्रो के हुन्छ त भन्दाखेरि अब तपाईँहरूको यही हाम्रो लेखेको पनि छ है। तपाईँहरूको जुन यो छ सब्जेक्टहरू चुज गर्ने यो सबै कुराहरू आउँछ है। अप्रिलको 1 है, अप्रिल 1मा चाहिँ तपाईँ अप्रिल 1मा हाम्रो फरेनलाई कति सिट दिएको छ त्यसको सिट डिस्ट्रिब्युसन आउँछ र त्यो सिट डिस्ट्रिब्युसन अनुसार चाहिँ त्यसपछि तपाईँहरूले नेक्स्ट स्टेपमा के गर्नुपर्ने हुन्छ, फाइनल रजिस्ट्रेसन है त। सो यहाँ लेखेको छ फाइनल रजिस्ट्रेसन। यसमा चाहिँ हामीले केही पनि होइन, सब्जेक्ट चुज गर्ने। अब कुन सब्जेक्टलाई कति सिट दिएको छ एज अ फरेन स्टुडेन्ट हामीले एउटा सब्जेक्ट मात्र चुज गर्न पाइन्छ। त्यो चाहिँ इक्जाम भन्दा अगाडि नै चुज गरेर अनि बल्ल इक्जाम दिन जाने हो। त्यही भएर त्यो सब्जेक्ट चाहिँ हामीले चुज गरेर अनि बल्ल अगाडि बढ्छौँ। त्यो चाहिँ हाम्रो पछिको स्टेप हो। अहिलेलाई चाहिँ बेसिक रजिस्ट्रेसन र सबैभन्दा झन्झटिलो भनेको यही हो। सो दिस इज अल। थ्याङ्क यू।